हेलो गाइस, सर्वप्रथम नमस्कार। आज हामी चाहिँ रारा लेक जान लागेको। रारा ताल हामी रारा ताल के गर्न जान लागेको भन्दाखेरि यिनी गाईहरू छ नि, गाई गोरुहरू चाहिँ जङ्गलतिर लगाउन जान लागेको। हामी तपाईँको चाहिने यो के अरे जेठ अर्थात् साउन भदौ असोज 5 महिनासम्म चाहिँ गोरु जङ्गलतिर लगाउने चलन छ होइन। हाम्रो प्रक्रिया यस्तो यहाँ गाउँतिर यस्तै गर्छ नि। खुला चरन रारा तालतिर राराको मिली चौरमा लगाउने काम गर्छौँ होइन। त्यस्तै किनकि यहाँ गाउँतिर हाम्रो चरन क्षेत्र छैन, त्यसैले गर्दा मान्छेको बाली नाली सरू खाइदिन्छन्। त्यसैले गर्दा हामी चाहिँ गोरु लगाउनु लाग्यो। हेर्नुहोस् कस्तो छ ठाउँ। गोरु यो त माथि जाने हामी हजुरहरूलाई बिचको एकदम दामी ठाउँ देखाउने छौँ। हेर्नु होला कस्तो लाग्छ, रारा ताल देखाउँछु। त्यसैले गर्दा अलि ढिलो हुनसक्छ, नत्र हामी टक्क यसरी केटाहरू हिँडेर कसिएर जाने भने चाहिँ तपाईँको जाने बढीमा 15-20 मिनट चाहिँ लाग्छ। हेर्नुहोस् यस्तो छ ठाउँ, यस्तो जङ्गलतिर मस्त हिँड्नु पऱ्यो। अब के गर्ने, यस्तै छ लाइफ आजभोलि। यस्तै छ हेर्नुहोस्, प्राय बादल यस्तै छ, मौसम यस्तै छ होइन। आज रारा तालतिर जान लाग्यो गाइस। गोरु चाहिँ यसरी लिने हो होइन। फेरि आयौँ हामी माथिल्लो चौर। यो इलाका हामी फेरि जान लागेको, फेरि तालमा बन्नलाई हो कि क्या जान हामी चाहिँ मिली चहर। गोरु नि फाइर खुसीले एकदम महकाए गोरु नि। हेर्नुहोस् आहा, यही हो इलाका, गोरु लगाउने इलाका यही हो। हामी चाहिँ गोरु यो इलाकामा छोड्छौँ। यस्तो चाहिँ एकदम ठुलो चौर हो यो चाहिँ रारा तालको माथिको चौरमा हामी चाहिँ गाई गोरुहरू चाहिँ यहाँ छोड्छौँ। त्यही भने नि मैले त्यो 3 महिना यो के अरे जेठ असार साउन भदौसम्म 3 महिना चाहिँ छोड्छौँ यतै। यो कुलो छ नि, यो कुलामा पनि माछा पाइन्छन् बर्खातिर। पुरै त्यही हो, यही हो गाइस। अब हामी चाहिँ केही रोटाहरू ल्याएका छौँ घरबाट। अब यहाँ नास्ता खान्छौँ, गाई गोरुहरूलाई यतै छोड्ने अनि घर जाने। भाइले रोटा पनि ल्यायो, हामी मजा देखाउँदै। हाम्रो यस्तै अर्ग्यानिक कोदाको रोटी। खालो